के भयो भने देश बन्छ? आर्थिक विकास भयो भने देश बन्छ। आर्थिक विकास र मेरो कन्सन्ट्रेसन चाहिँ के छ भने करप्सन चाहिँ हुँदैन। भ्रष्टाचार व्यापक हो कि आँखादेखि व्यापार भएको छ। भ्रष्टाचार हेर्नु त, 30 रुपियाँ भारू भनेपछि 50 रुपियाँ नेपालीमा त्यहाँ पारिपट्टि चिनी छ। यी सीमा जोडिएकोमा चाहिँ 130 मा बिक्री हुन्छ। त्यो पैसा चाहिँ करप्सन भएर फेरि नेतृत्व तहहरूमै आइपुग्छ। त्यो पैसा हरेक ठाउँमा करप्सन छ, ओपनली करप्सन छ, एकदम खुलेआम करप्सन, धेरै करप्सन हो। तपाईँ लिडर हुनु, म लिडर भएँ भने मैले मेरो घर कसरी बनाएँ, के सोर्सबाट मलाई देखाउनुपर्छ। मेरो ब्याङ्कको एकाउन्ट के हो त्यो देखाउनै पर्छ। सबैले देखाउँछ, एकदम क्लिन गरेर जानु पर्यो। एउटा कुरा हरेक नेपालीले के सोच्नुपर्छ, यो राष्ट्र मेरो घर हो, यो धनी भयो भने म बाँच्छु, होइन भनेदेखि म बाँच्दिनँ। र अर्को कुरो, राष्ट्रले के गर्न सक्नु पर्यो भने वृद्ध असहायहरूलाई सहयोग गर्ने, उपचार गर्ने, तिनलाई चाहिँ जो पढ्न नलेख्ने बालबालिकाहरूलाई सहयोग गर्ने, यो एउटा के छ भने त्यस्तो मनी सङ्कलन गरेर उठाएर चाहिँ हरेक त्यस्तो चाहिँ के छ भने असहाय गरिबलाई एउटा लाइमलाइटमा ल्याउने, मजदुरहरूमा पनि विकास गराउने, शिक्षाको त्यतिकै प्रवाह गराउने, त्यो काम एउटा के छ भने एउटा वेलफेयरको काम चाहिँ राज्यले गर्नुपर्छ। र त्यसको साथसाथै मूल कुरो चाहिँ तपाईँले अब आर्थिक विकास गर्नुपर्छ एउटा कुरा, र अर्को कुरो पनि फेयर पोलिटिक्स हुनुपर्छ। यस्तो यो के छ भने एकले अर्कालाई यो उ गरेको बाँडिएको राजनीति हुन्छ, यो भाँड तन्त्र चाहिँ हुनु भएन। यो चाहिँ हट्नुपर्छ। सबैमा चिन्तन हुनु पर्यो, राम्रो चिन्तन हुनु पर्यो। मूल कुरो यो घर चाहिँ जस्तो इजरायलीहरूले गरेन, बाहिर विदेशमा बस्दाखेरि पनि तपाईँलाई 1 किलो माटो पनि बोकेर आएर इजरायलमा हाले हो। राष्ट्रप्रति त्यो देखाउनु पर्दछ। अरू देशमा गएर चाहिँ मजाले काम गर्ने, आफ्नो मुलुकमा आएर चाहिँ सुतेर खानेको त्यो पनि प्रवृत्ति पनि हुनु हुँदैन। त मुलुकको प्रति चाहिँ सबैको एउटा सदिच्छा, सद्भाव र उन्नति गर्ने र एउटा के छ भने एउटा कुनै एउटा अहिलेको राजनीति के हो, एक पार्टीले अर्को पार्टीलाई पछारेको छ, एक पार्टीले अर्को पार्टीलाई चाहिँ एउटा दोष देखाउन खोजिएको छ। त्यो होइन नि, काम गर्नु पर्यो। यो फाइटिङले, यो लडाइँले यो देशको भलो त हुँदैन। काम पो गर्नु पर्यो, मिलेर पक्ष विपक्षले राम्रो कुरामा त मिलेर काम गर्नुपर्छ। यो एउटाले अर्कोलाई काम गर्नलाई खुट्टा टाङ अडाइदियो, पछाडिदियो, त्यो त प्रवृत्ति हुनु हुँदैन।